नेशनल अर्गनाइजेसन नामक राजनीतिक दलबाट गत 2079 साल मङ्सिर महिनाको 14 गते पनि यो तपाईको तौथली आसपास म चुनाव चिन्ह कुखुराको भाले लिएर 1 नम्बर क्षेत्रमा आएको थिएँ र त्यसैको धारातालमा उभिएर फेरि पनि यो आगामी आउने तपाईको फागुनको 21 गते 1 नम्बर क्षेत्रको प्रत्यक्ष उम्मेदवारको रूपमा हजुरको घर दैलोमा आइपुगेको छु। हामीले 70औं वर्षदेखि हामीले देशको रक्षाको निमित्त देशको राष्ट्रिय स्वाधीनताको एउटा रक्षाको निमित्त चाहिँ हामीले के साथीहरूलाई विश्वास गरेर विभिन्न पार्टी पङ्क्तिले हामीले भोट दियौं, तर आम जनताको दुःख पीडामा कहिले पनि तपाईको मलमपट्टि आएन। देशले दिनानुदिन तपाईको एक किसिमको विभिन्न समस्याहरू झेल्दै हैन देश गुज्रिनु पर्ने अवस्था आइसक्यो। यो बेला कन्डिसनमा हामीले भोट दिँदै गरेको विभिन्न पार्टी पङ्क्तिहरूले गर्दाखेरि अहिले देश रहने हो कि नरहने हो त्यो कन्डिसनमा पुगेको हुनाले यो देशको राष्ट्रिय स्वाधीनताको एउटा रक्षाको निमित्त अथवा सिन्धुपाल्चोक 1 नम्बर क्षेत्रको त्यो हामीले आम जनताले सोचे जस्तो विकास र निकास गर्नको निमित्त फेरि पनि म आम सिन्धुपाल्चोक क्षेत्र नम्बर 1 का आम जनताहरूको एउटा प्रतिनिधिको हैसियतले यो तौथली बजारमा आइपुगेको छु। पक्कै पनि हजुरहरूले यसपालि विभिन्न पार्टीहरूलाई वाइवाइ गरेर यो आउँदै गरेको एउटा उदाउँदो वैकल्पिक एउटा नयाँ शक्तिको रूपमा आउँदै गरेको मङ्गोल नेसनल अर्गनाइजेसनलाई चुनाव चिन्ह कुखुराको भालेमा भोट दिएर अवश्य पनि भारी मतले विजय गराइदिनु हुनेछ भन्ने आशा लिएको छु। हजुरहरूलाई सबैलाई हार्दिक अपिल। यदि तपाईँ क्षेत्र नम्बर 1 बाट सांसदको रूपमा विजय हुनुभयो भने तपाईको देशको लागि र हाम्रो सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर 1 को लागि तपाईको नीति कस्तो रहनेछ? यसमा एकदमै जायज कुरा क्वेसन गर्नुभयो कि मङ्गोल नेसनल अर्गनाइजेसन भन्ने राजनीतिक दल यो माटोको न्यायको निमित्त यो नेपाल राज्यलाई चाहिँ एउटा जोगाउनको निमित्त हिजो लामो समयदेखि एउटा निरन्तर लोकतन्त्रको आवाज पहिलोचोटि उठाउनेदेखि लिएर अहिले लोकतन्त्रलाई संस्थागत गरेर विधिवत रूपमा चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसन चाहिँ एउटा उदाउँदो शक्तिको रूपमा आएको छ, जसले लोकतन्त्रलाई संस्थागत गरेर प्रान्तीय सङ्घीयतालाई एउटा संस्थागत गरेर हैन धर्मनिरपेक्षलाई एउटा संस्थागत गरेर चाहिँ 1 नम्बर क्षेत्रमा भएको विगत लामो समयदेखि विभिन्न दलले दिएको त्यो शास्तिहरूलाई पूर्ण रूपमा तपाईको हामीले मलमपट्टि लगाउने चेष्टा गरेर चाहिँ सदनमा आँखा चिन्चे नाक टेप्चे मूलवासी मङ्गोलहरूको यानिकि 80% हामी मूलवासीहरूको हक अधिकारको निमित्त यो देशको सदनमा हामीमाथि भएको विभेदकारी ऐनलाई हामीले पूर्ण रूपमा संशोधन गरेर पक्कै पनि यो देशमा तपाईँको दुईटा नस्ली तपाईँको एउटा चिन्तन छ, एउटा तपाईँको मङ्गोल भर्सेस आर्यको यो दुई किताको एउटा राजनीतिक भूमिहरू देशमा देखा पर्दै आउँदैछ। त्यसलाई चाहिँ तपाईँको हामीले मङ्गोल नेसनल अर्गनाइजेसनको माध्यमबाट मङ्गोलहरूको हक अधिकार